नेपाल सानो देश तर जैविक विविधतामा अत्यन्त धनी। तर केही यस्ता चराहरू पनि छन् जुन अहिले लोप हुने खतरामा छन्। आजको भिडियोमा हामी जान्नेछौँ नेपालका 5 दुर्लभ चरा जुन देख्न पाउनु नै भाग्यको कुरा हो। नम्बर 1, काँडे भ्याकुर। यो चरा संसारमै नेपालमा मात्र पाइन्छ। काठमाडौँ उपत्यकाको वरिपरि सुक्खा झाडीमा बस्ने यो चरा अत्यन्त लजालु हुन्छ। बसोबास क्षेत्र नष्ट हुनु, जङ्गल कटान हुनु यसका लागि खतरापूर्ण बनेको छ। नम्बर 2, खरमयूर। यो चरा नेपालका तराई क्षेत्रमा पाइन्छ तर अहिले अत्यन्त सङ्कटग्रस्त भएको छ। उड्दा विशेष नाच जस्तो मुभमेन्ट गर्छ। ब्रिडिङ सिजनमा मात्र देख्न सकिन्छ। घाँसे मैदानको विनाश हुनु, कृषि विस्तार हुनु यसका लागि खतरापूर्ण बनेको छ। नम्बर 3, डाफे। डाफे नेपालको राष्ट्रिय चरा हो। यसको रङ यति सुन्दर हुन्छ कि हेर्दा नै मन लोभिन्छ। यो मुख्य गरी विशेष गरी हिमाली क्षेत्रमा पाइने गर्दछ। जलवायु परिवर्तन हुनु, शिकार यसका लागि खतरापूर्ण बनेको छ। नम्बर 4, सारस। यो संसारकै सबैभन्दा अग्लो उड्ने चरा हो। नेपालमा विशेष गरी तराई क्षेत्रमा पाइन्छ। जोडीमा जीवन बिताउनु यसको मुख्य विशेषता रहेको छ। पानी क्षेत्र सुक्नु, मानव गतिविधि यसका लागि खतरापूर्ण बनेको छ। नम्बर 5, गिद्ध। पहिले नेपालमा धेरै पाइने गिद्ध अहिले लगभग हराउँदै गएको छ। यसको मुख्य कारण औषधि डिक्लोफिनाकको प्रयोग गर्नु, विषाक्त खाना। तर राम्रो पक्ष भनेको के छ भने गिद्ध संरक्षण अभियान सुरु भइसकेको छ। नेपालमा यी दुर्लभ चराहरू हाम्रो प्राकृतिक सम्पत्ति हुन्। यदि हामीले अहिले संरक्षण गरेनौँ भने भोलि यी चराहरू कहिल्यै देख्न पाइने छैन। तपाईँ के सोच्नुहुन्छ? कुन चरा तपाईँका लागि इन्ट्रेस्टिङ लाग्यो? यस्तो इन्फर्मेटिभ भिडियोको लागि लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोस्।